साथीहरू नमस्कार। मैले पहिला पनि धेरैचोटि भनिरहेको छु साथीहरू, तपाईँहरूलाई थाहै होला। अहिले नेपाल देश एकदम तरल अवस्थामा भएको छ, एकदम नाजुक अवस्थामा छ साथीहरू। विदेशी हस्तक्षेपहरू यति बढेको छ साथीहरू। तपाईँ हामीहरूलाई किनभनेपछि सामाजिक सञ्जाल हेरेर मात्रै यति थाहा हुँदैन, उनीहरू गुप्तचर विभागहरू हुन्, गुप्तचर थाहै हुँदैन साथीहरू। लहर फैलाइदिन्छन् तर आफू देखिन्न, वेब फैलाइदिन्छन्, भावनाहरू फैलाइदिन्छन् र हामी भावनामा बगेर हिँड्छौँ। यस्तो हावाहुरी आँधी बेरी निकालिदिन्छन्, हामी त्यही आँधी बेरीमा लटपट भएर हिँडेका हुन्छौँ, हामीलाई थाहै हुँदैन कसको आँधी बेरीले गर्यो, लपेटेर हामीलाई सत्यानाश पार्यो भन्ने कुरो हामीलाई थाहै हुँदैन साथीहरू। तर आँधी बेरीहरू विदेशी दलालहरूको हुन्छ, तर हामीलाई थाहै हुँदैन साथीहरू। त्यस्तै भइरहेको छ अहिले। तिब्बती मूलका धर्मगुरु दलाई लामाका निकट रिनपोछे नाम गरेको नेपाल आउनुभएको रहेछ र नेपाल सरकारले पनि उहाँलाई राजकीय सम्मानको साथ स्वागत गर्यो भन्ने कुरो सुनिएको छ, देखेको छैन, सुनिएको छ। उहाँ आउनु र स्वागत गर्नु राम्रो हो, तर उहाँ कुन उद्देश्यले आउनुभएको भन्ने कुरो महत्त्वपूर्ण हुन्छ साथीहरू। उहाँको गतिविधि के हो त नि, उहाँको उद्देश्य के हो भन्ने कुरो महत्त्वपूर्ण हुन्छ साथीहरू। उहाँ आएर चाहिँ आगमन तर उहाँको कार्यक्रम गतिविधिले गर्दाखेरि चाइनाले अहिले सैनिक कारबाही तक गर्ने भनेर धम्कीपूर्ण सन्देश नेपाल सरकारलाई पठाएको रहेछ साथीहरू। जसले के हुन्छ साथीहरू, अगर रिनपोछे भन्ने व्यक्ति आफै आएका हुन् त, उनी एक्लै आएका हुन् त, उनी कोही निस्वार्थ भावनाले आएका हुन् त, होइनन्। उनको पछाडि अमेरिका छ र भारत छ। उनी भारतमा निर्वासन जीवन बिताइरहेका थिए र भारतको आदेश बिना र अमेरिकाको आदेश बिना र तिमीलाई केही हुँदैन, हामी छौँ, जाऊ तपाईँ जानुहोस् र गतिविधि गर्नुहोस् नभनिकन उनी आएका होइन। र चाइनाले पनि सैनिक कारबाही तक गर्छु भनेर उनले त्यत्तिकै भनेका होइनन्। एउटा सिङ्गल रिनपोछेलाई उनले सैनिक कारबाही गर्नु पर्दैन र नेपाललाई पनि चाइनाले चाहिने सैनिक कारबाही गर्नुपर्ने भन्ने कुरो हुँदैन। तर रिनपोछेको नाममा गतिविधि अमेरिका र भारतले गरिरहेका छन्। यो जेन्जी आन्दोलनमा टिओबी को तिब्बतियन ओरिजिन ब्लड भन्छन् सबैले, त्यो युवाहरू सामेल हुनु र बारबारा फाउन्डेसनको संयोजक सुदन गुरुङ पानी बान्ने न्युमा बहाना बनाएर त्यो आन्दोलनमा डाइभर्ट गर्न सामेल हुनु र यो जेन्जी आन्दोलनलाई चाहिँ नि अराजक बनाउनु र विद्यार्थीहरू साना बालकहरूलाई अगाडि लगेर ढाल बनाउनु र अराजक शैलीमा यिनीहरूलाई चाहिँ नि ब्रेन वास गरेर अराजक बनाउनु र अराजक बनाएर देशलाई विध्वंस बनाएपछि दलाई लामाले बढाइ छ भन्नु, बढाइदिनु र अहिले रिनपोछे आउनु, यो पुरा विदेशको षड्यन्त्र हो साथीहरू। यो जेन्जी आन्दोलन विदेशको षड्यन्त्रमा चलेको हो भन्ने कुरा यहीँबाट पुष्टि हुन्छ साथीहरू।
त्यसैले साथीहरू कसैको लैलैमा हाहा हुहुमा हामीले चाहिँ नि सत्य तथ्य नकेलाइकन कसैसँग लाग्नुहुन्न साथीहरू। कसैले यो राम्रो छ त्यो हो हाहा गरिदियो भने त्यसैमा हाहा गरेर लाग्नुहुन्न साथीहरू। किनभने यो देश यो माटो हाम्रो हो साथीहरू, कसैको होइन। कसैको रणभूमि बनाउन दिनु हुँदैन साथीहरू। तर अहिले बनिसक्यो साथीहरू। यसमा तपाईँ हाम्रो पनि ठुलो हात छ साथीहरू। हाम्रो पनि धेरै ठुलो गल्ती छ साथीहरू। हामीले त्यस्ता अराजक तत्त्वहरूलाई हामीले सहयोग गर्यौँ। त्यस्ता अराजक तत्त्वहरूलाई चाहिँ नि हामीहरूले चाहिँ नि सहयोग गरेर तिनीहरूलाई हिरो बनायौँ साथीहरू। त्यसैले साथीहरू अब हेरिहाल्नु साथीहरू, चाइनाले अगर सैनिक गतिविधि गर्छु भन्दाखेरि यिनीहरूले टेर्नेवाला छैन। चाइनालाई अब पहिला नेपाललाई उक्साए, अब चाइनालाई उक्साउँछन्। चाइनाले एक ठ्याङ गोली हान्ने बित्तिकै अमेरिका टुई आउँछ, सेना लिएर आउँछ, अनि भारतले सेना लिएर आउँछ, अनि रणभूमि हाम्रो नेपाल भएन साथीहरू। सजिलै भयो नि साथीहरू। यसमा दोषी को? दोषी नेताहरू मात्रै छैन साथीहरू, हामी पनि छौँ। हामीले पनि नबुझेर उनीहरूलाई साथ सपोर्ट गरौँ साथीहरू। अझ पनि समय छ साथीहरू। पुरानो भन्दैमा सबै नराम्रो हुँदैनन् साथीहरू, नयाँ भन्दैमा सबै राम्रो हुँदैनन् साथीहरू। हामीले बुझेर चिन्नुपर्छ साथीहरू। नेपाल आमालाई बचाउने हो भने साथीहरू चिन्नुपर्छ। पहिला देश बचाउँ साथीहरू, बाँकी भ्रष्टाचार निप्तारा गराउनु होला। तर भ्रष्टाचार व्याप्त थियो, ठगहरू दलालहरू पनि थिए। तर तिनीहरूलाई निप्तारा गर्नको लागि देश जलाउनु पर्ने थिएन साथीहरू। हाम्रो त्यत्रो धरोहर जलाउनु जरुरी थिएन। हाम्रो त्यत्रो डकुमेन्टहरू, सुगौली सन्धिहरू, 1950 को सन्धिहरू, चुच्चे नक्सा निकालेको डकुमेन्टहरू जति पनि थिए यिनीहरू जलाउनु जरुरी थिएन। हाम्रो डकुमेन्टहरू त नष्ट भयो। हामी त कमजोर भयौँ साथीहरू। हामीहरूले के डकुमेन्ट देखाउने साथीहरू? अब विश्वसम्म कुन चाहिँ नक्सा देखाउने साथीहरू? दस्तावेजहरू यो सबै विदेशीहरूको षड्यन्त्र थियो साथीहरू। त्यो षड्यन्त्र पुरा भयो साथीहरू। अब रणभूमि सुरु हुन्छ साथीहरू। अब कसैले बचाऊ बचाऊ भन्दा बचाउँदैनन् साथीहरू। उनीहरू त आफ्नो स्वार्थ पुरा गर्छन् साथीहरू। हामी माटो खरानी भएर बस्छौँ साथीहरू। उनीहरूले हाम्रै नेपाली दाजुभाइहरू प्रयोग गरेर सब खरानी बनाए। अब उनीहरूको सैनिक लिएर अब हामीलाई खरानी बनाउँछन्, ध्वस्त बनाउँछन्। सायदै नेपाल पनि रहन्छ कि रहँदैन, अब यही शङ्का गरिरहेको छु। आशा छ नेपाल रहोस् र हामी नेपाली हौँ भन्न पाऊँ। ल साथीहरू, धन्यवाद।